हेलो गाइज, आज चाहिँ अब घरबाट हिँडियो। घरबाट हिँडेर आज चक्र आज खसी कटाइ छ हैन। खसीको मासु खाने चट्ट आनन्दले सयगाडा खोलाबाट हिँडियो। घरबाट हिँडेर सयगाडा खोला पुग्यो। सयगाडा खोलाबाट चाहिँ अब हामी चाहिँ काममा जाने हो। काममा गएर आज चाहिँ खसी कटाइ जाने हो। खसीको मासु खाने सयगाडा खोला। आज चाहिँ पानी परेर राम्रो भएको छ सयगाडा खोला। आज चाहिँ अब खसी कटाइ छ, मासु खाने दब्बाएर गड हैन। आज रमाइलो गर्नु मन त आज कामको सिलसिलामा खसी कटाइ छ, खाने हो मासु चट्ट तरिकाबाट हैन। बाख्रो कटाइमा भइरहेछ हैन। हामी चाहिँ आज चाहिँ कामको सिलसिलामा हैन, कामको सिलसिलामा आज चाहिँ चट्टै बाख्रो काटेर खाने पक्षमा छौँ हामी। यो चाहिँ यहाँ देउरकोमा कामको चट्टै तरिकाले खाने हो आज मासु सासु चट्टै हैन। मजा आउँछ। काट्टा चाहिँ सुरु भइरहेछ हैन। हेरौँ गाइज कस्तो हुन्छ आज चाहिँ कटाइ। बाख्रो चाहिँ अलिक घमण्डी परेछ हैन। सुरु भइरहेछ काटाइ। कस्तो बर्खाले पनि डालो नभएर चाहिँ छटपटाएर खाना खोजिरहेर गाउँ। अप्ठ्यारै रह्यो बार्को नि। काटियो गाइज, काट्यो मजा आयो बार्कोले भइरहेछ है। मजा तरिकाले फाइनली गाइज होइन। आज चाहिँ खसी ससी कटाइ भयो पार्टी। आज चाहिँ अन्नु खुवाइ अहिले चाहिँ टक्क होइन। अन्ना खुवाइ होइन, मासु चिउरा बहुत मजा आयो आज होइन। मजा आयो, खसी काटै भयो, रमाइलो भयो, खुवाइ भयो, डर्रो कस्तो भइरहेछ? बवाल भइरहेछ होइन। दामी छ, रमाइलो भयो आज।